एभ्रीबडी गुड मर्निङ। आज चाहिँ हाम्रो साथीहरू सबैजना भेला भएर फिनिस प्लस नेपाली सबैजना साथीहरू भेला भएर चाहिँ टुरको घुम्न जाने प्लान गर्दैछौँ र म चाहिँ तपाईँहरूको होस्ट सुजन र यहाँ मेरो साथीहरू छन्। हेलो, हामी वान बाई वान सबैको इन्ट्रोडक्सन लिन्छौँ है त। हेलो, म सुवेक्षा। हेलो, म सुजिता। What? Hello. I'm Sunny. Yes, I am that. Oh, when are you? I'm Arto. Hi. I'm David. Hello, म चाहिँ सरन। Guys, where are we going? Turku, we are coming. Thank you once again. High five. पिओबी भन्ने ठाउँमा आइपुगिसकेका छौँ। यहाँ चाहिँ एउटा पेट्रोल पम्प र प्लस खाजा खाने ठाउँ रहेछ, चिया नास्ता ब्रेकफास्टको लागि। के सब लगाइरहेको छ त यार, खै त कस्तो भइरहेछ? एकदम रमाइलो भइरहेछ। रमाइलो भइरहेछ। अर्काको देश मलाइलै सम्झनाको नि मैलै सयपत्री फुलेका गन रातो टिका जमरा लगाई यता मेरो आँसुको धारा उता होला रातै तिमी धारा
गाइज कस्तो लाग्दैछ र टुरको एकदम कस्तो मनै आनन्द भयो समरभरि धेरै काम गर्दा पैसा कमाएर युरो छाप्दा हैन राख्ने ठाउँ नभएर हामी तुर्कु घुम्न आगे कहाँ फालुम भएर गाइज हि गाइज साथी के छ ठिक छ राम्रो छ यस हेलो गाइज हामी चाहिँ अहिले टुर्कुको सेन्टरमा आइपुगिसकेका छौँ दुईवटा क्यासल्स घुमिसकेपछि चाहिँ खाजा खाने ब्रेक लिँदैछौँ नेपाली रेस्टुरेन्टहरू खोज्दैछौँ टुर्कुमा लेट्स सी खाना ट्राई गरी हेर्छौँ कस्तो हुन्छ खानाको रिभ्यू हामी पक्कै पनि दिनेछौँ होइन त नेपाली रेस्टुरेन्ट खोज्दा जाँदा हामी पुग्यौँ हिमालयन किचन जहाँ विगत 10 वर्षदेखि हाम्रो दाइ भाउजूले रेस्टुरेन्ट चलाउँदै आउनुभएको रहेछ भिडियो भन्ने चाहिँ मैले बनाउन पाइनँ बिकज फोनमा चार्ज थिएन एन्ड फोन निड टु बी चार्ज अनि फुडको रिभ्यू दिँदाखेरि चाहिँ फुड इज असम जो चाहिँ टुर्कु जानुहुन्छ उहाँहरूलाई चाहिँ एकचोटि प्लिज जानु भन्न चाहन्छु कति मान्छेमा आउँछ